तीनजना छौँ है। सो यहाँ यतापट्टि हाम्रो भाइ छ है। सो हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सिमराल कुमार हजुरहरूले हेर्दै हुनुहुन्छ मलाई ट्रकिङ ब्लग। सो फेरि पनि हजुरलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि मैले चाहिँ अहिले भिडियो नहालेको थुप्रै भइसकेको थियो। सो त्यो चाहिँ मैले किन नहालेको भन्दाखेरि मैले भन्छु होइन, त्योभन्दा अगाडि चाहिँ म अहिले तपाईँको नारायणघाटमा छु। यहाँबाट तपाईँले ट्याक्क देख्न सक्नुहुन्छ घामले त्यहाँ भरतपुर भनेर। म चाहिँ यहाँ चितवनमा होइन, विशाल चोक। अनि मैले चाहिँ भ्लग किन धेरै नहालेको भन्दाखेरि म अहिले प्रायः जस्तो खालि लोकल खालि नारायणघाट मात्र आइरहेको। अनि अस्ति काठमाडौँको टिपबाट लास्ट टिपबाट म कहीँ गएको छैन। म डेली नारायणघाट, अस्ति पनि लियो सुधा 3 टिप नारायणघाट आयो अनि 1 टिप परेनपुर 4 टिप गऱ्यो होइन। 8 दिन जति भयो। जहिले खालि लोकल 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 मात्र गर्ने भएर ब्लग बनाउनु पाउँदैन। निन्द्रा पनि कस्तो अनि हामी चाहिँ राति 2 बजीतिर आइपुगेको थियौँ नारायणघाट। अनि आएर सुत्या हाडमा गाडी खाली हुँदैछ। तपाईँको अहिले समयको कुरा गर्नुपर्दाखेरि कति बज्यो भन्दाखेरि 8:54 9 बजे भनौँ न, 6 मिनट बाँकी छ 9 बजे। अनि यहाँबाट खाली चाली गरेर जान्छ। फेरि आज लोड गर्ने भ्याउँछ कि हुँदैन हेरौँ। अब भ्यायो भने लोड गरौँला, भ्याएन भने चाहिँ गर्दैनौँ। अनि आज चाहिँ हामी गाडीमा 3जना छौँ है। सो यहाँ यतापट्टि हाम्रो भाइ छ है, घुम्न आएको अरे। अनि यतापट्टि दाइ 9 बजेको यस्तो डेन्जर सुत्छ नि, सुत्न त फेरि कुसेल सक्दैन। भाइ त बिचरा गाडीमा घुम्न आएको, निन्दै लागेन अरे बानी नभएर। हामीलाई त फेरि गाडी हिँड्यो कि हामी त कोमामा हो। म र दाइ त गाडी हिँड्न पाउँदैन, म त ढलिहाल्छु, मलाई त निन्द्रा लाग्छ। फेरि यसरी उभियो भने चाहिँ फेरि मलाई निन्द्रा लाग्दैन है। भाइले चाहिँ निन्द्रा लागेन, मोबाइल चलाउँदै बसिरह। अनि यो पर्दा चाहिँ हामीले किन लाग्यो भन्दाखेरि उता सिसिटिभी क्यामेरा आयो सिधै त्यो बत्ती अनुहारमा आएर रातभरि त्यो भएर एकपट्टिको मात्र पर्दा झारे, एकपट्टिको झारे होइन। होइन एकपट्टिको मात्र झारे त त्यो हार्डवेयरको सिसी क्यामेरा सिधै भित्र आउने के गरिएताबाट त्यो पर्दा झारेर सेप होइन। अनि यस्तै छ। अब दाइ सुत्नु भएर दाइ उठ्नु भयो भने चाहिँ हामी खाना जान्छौँ। भयो दाइ सक्यो ल जाउँ न त त्यसो भए। ओ विराज दाइ कहाँ त्यही उयसमा जाने हिँड्दै त्यहाँ के अरे यस्तो अल्छी गर्छ नि उठ्नलाई नि। उठ्नु 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 स्टार्ट गर्नु। 9 बजिसक्यो। ओ सुड्डो सुड्डो खै त्यहाँ गाडी हाल्यो भने दाइहरू चाहिँ हिँडिसक्नु पर्छ। फेरि दाइहरू त भिआइपी है, अटोमा आउँछ डेन्जर हो दाइ। हामी चाहिँ यो विशाल चोकबाट खाली गरेर वहाँ पारस बस पार्क जान्ला। अब आधी चाहिँ त्यहाँ खाली हुन्छ। एउटै गोदाम हो क्या विनायक गणपतिको यो। यहाँनिर चाहिँ तपाईँको एसटिडी खाली हुन्छ अनि उतापट्टि प्रिमियम टाइल चाहिँ उतापट्टि खाली हुने क्या विनायक वहाँ पारस बस पार्कमै। अब यहाँ आधी खाली भयो, अब आधी खाली गर्छौँ त्यहाँनिर। सो यस्तो छ है यतातिरको भ्यू चाहिँ हेर्नु पऱ्यो भने। सो जे होस् अलिकति यता आयो भने अलिकति भ्यालीतिर काठमाडौँ भ्यालीतिर आएको जस्तो लाग्छ। यतातिर गाडी चाहिँ धेरै हुँदैन क्या अरू भन्दा नि। काठमाडौँमा चाहिँ भिडभाड हुन्छ, यतातिर चाहिँ भिडभाड हुँदैन, त्यति हो। गाइस यो चाहिँ हामी टिप्ली जङ्गलको कटेपछि टाढी भन्ने ठाउँ हो। सो यो टाढीमा चाहिँ यस्तो जाम छ होइन। यहाँनिर पुरै मेला लागेको छ क्या, मेला महोत्सव लागिरहेको यहाँनिर। यहाँनिर यहाँ भिड पुरै जाम। अब यो घाचा 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 गर्दै कहिले पुग्नु। यस्तो घाम लगाइरहने म त गर्मीले पुरै साइको भएको एउटा मात्रै भिड लाग्छ। गर्मी भएर डेन्जर खतम। यस्तो गर्मीमा के गर्छ भन्दा सडा हो। सुन्दला सुन्दला भयभरको पाकिस्तानी गेट जति छ उकालो लिएर त्यो जनकपुर मन्दिर बनाउँदै पाकिस्तानको केटा होइन।
मस्जिदको माथि गेट पुरै उभारेर जानकी मन्दिर त्यो उतै मेरो स्ट्यान्ड दिन्छ दाइ यो भ्यू कहाँ छ होला थाहा छैन जानकी मन्दिर त्यहाँभित्र पुरै युरोप के अरे अमेरिका लन्डन सब छ भयभरको सब यो टाढीमा राखिदिएको छ फुटबल चौरीमा बनाइदिए जस्तो त मौसम हाल्ने यस्तो धुलो उडे क्या के हो यो सार्वजनिक शौचालय लगायो भने के गरेको यस्तो विधि रोटरी सार्वजनिक शौचालय लगायो भने यहाँनिर पुरै हेर्नु त्यहाँ बिजो यस्तै जग्गा आइज यहाँनिर चाहिँ होइन यहाँ पुरै मिला हानेर चाहिँ अहिलेबाटै भिड छैन नि लोत्रो भिड त्यो जग्गा चाहिँ सुनसान रहेछ त हामी आउने बेलामा यो राति पो रमाइलो हुन्छ तपाईँलाई 10 बजीसम्म होला 9-10 बजीसम्म होइन अनि सिमरामा पनि गऱ्यो भने मौसम जहाँ पनि 10 बजीसम्म त हो नि त्यहाँनिर बाइकहरू आमा कारहरू कति छ यहाँनिर कार हेर्नु नि त कार मात्र कति छ र पुरै उनी त्यो कमिलाको ताती जस्तो त क्या देउनी हेर्दै हुन्थ्यो हुन्छ नि त्यो के अरे त्यो त्यो भन्ने आएर के मौसम रहेछ यहाँनिर बाइक चाहिँ यस्तो यस्तो खाद्यहरू मर्ने क्या यस्तो लात त निकाल्छ भने मायाहरू पनि यहाँ चाहिँ जनकपुरको गेट बनाइदिएको छ तर यो कार्टुनको हो कि ढला नै हान्थ्यो हो अहिले पानी परेको छ भने खुली त हो रतननगर महोत्सव रे अझ लन्डन चाहिँ कता लाग्यो त लन्डन मौसमले गर्दा यस्तो भिड क्या पुरै डेन्जर वहीँसम्म त हेर्नु नि पुल तपाईँले पुल मात्र होइन पुल पारिसम्म नै भिड छ पुरै पौडी चलेर डुबेर मऱ्यो भने गाडी बिग्रियो भने तलतिर छिर्ने मुल्दै रोक्ने नआउने गाडी अब बिग्रियो सर के गर्ने हो क्या गर्मी भयो गर्मी तलतिर छिराएर गर्ने नआउने तलतिर ओ बुढा बच्चा मादर चोर
भन्दा नि यस्तो चाहिँ गाडी छैन। अनि मैले चाहिँ हाम्रो गाडी खाली भएर अहिले हामी यहाँ टाढी कटरानी यहाँ पर्सा आइपुग्न अनि त्यसपछि चाहिँ मैले के भन्दाखेरि मैले चाहिँ ट्रान्सपोर्टलाई फोन गरेर भनिसकेँ दाइ मेरो गाडी खाली भइसक्यो म फर्किँदैछु भने। अनि समयको कुरा चाहिँ तपाईँको अहिले 2 बज्न लागेको छ, लगभग बजे आएन होला, बज्न चाहिँ लाग्यो, बज्न लागेको छ, 1:45 भइरह। अनि भनेको छु अब मैले अर्डर त आएन, अर्डर आए चाहिँ फोन गर्छु यहाँ ट्रान्सपोर्टले। अब फोन गऱ्यो भने चाहिँ अब लोड गर्न भ्याएन, आज लोड गर्छ, अब हेरौँ कहाँको लोड हुन्छ। भ्याएन भने चाहिँ अब घरतिर बसिन्छ होला। अनि अगाडिको एउटा लेदर फेर्नुपर्ने छ, अनि पछाडिको टेलरको टायरको त्यो लेदर फेर्छौँ। बस्यो भने चाहिँ, बसेन भने चाहिँ एकटिप गएर आएर फेर्ने हो। मेरो रिएक्टिभ र रिएक्टिभ चाहिँ आएर फेर्ने होइन त नि 14-26 गयो। अहिले चाहिँ खासै त्यस्तो भिडभाड छैन होइन, सकेछ।